कसैले पैसा खर्च गरिरहेछ, कसैको पैसा तपाईँले खाँदै हुनुहुन्छ चुनावको अगाडि भनेपछि यति कुरा बुझ्नुहोस् कि त्यो जसको खानुपर्छ त्यसले त त्यो कमाउनु पर्यो। त्यो उसले 1 करोड खर्च गरेछ भने त 5 करोड उठाउँछ भन्ने कुरा चाहिँ मान्छेले दिमागमा चाहिँ बसाउनु पर्यो क्या। 5 वर्षभरि मलाई चल्ने पैसा त कुनै नेताले दिनेवाला छैन भनेपछि त्यो पैसाले चाहिँ 5 वर्ष दुःख पाइन्छ भन्ने कुरा चाहिँ माइन्डसेटमा चाहिँ मान्छेले राख्नु पर्यो। साँच्चीकै आफू बस्ने, आफ्नो छोराछोरी बस्ने, आफ्नो परिवार चाहिँ राम्ररी बस्ने वातावरण चाहिएछ भने चाहिँ यसपालि सक्षम व्यक्तिलाई दिनु पर्यो भोट, मलाई नै दिनुपर्छ भन्ने पनि छैन। यो यति महत्त्वपूर्ण कुरा हो। मान्छेले अस्ति पनि मैले कुरा भन्दाखेरि ओहो कस्तो घमण्डी रहेछ, मसँग 5 तल्ले घर छ भनिदियो, गाडी चढ्छु भनिदियो। तर त्यो कुरा किन बुझ्न जरुरी छ भन्दाखेरि म स्ट्रक्चरल इन्जिनियर हो जुन नेपालमा 150 देखि 200 जना मात्रै छन् हैन। म एउटा म्युजिकल कलाकार हो, म एउटा टिभी शोको जज हो, नेपाल पुसिबेज टिभी शो इमेज च्यानलमा चलिरहेछ हैन। मैले स्वास्थ्यमा को क्षेत्रमा गरेको कामहरू, शिक्षाको स्कुलको क्षेत्रमा गरेको कामहरू, पूर्वाधारको क्षेत्रमा गरेको कामहरू, पोलिसी लेभलमा ल मेकिङमा गरेको कामहरूको एक्सपिरियन्सले गर्दाखेरि मैले यो कुरा भनिरहेको हो नि त। मैले पढेर मात्रै भनेको होइन, त्यो सम्बन्धी काम गरेर मैले यो कुरा अनुभव चाहियो। हजुर अनुभव छ। 100औं वर्ष हजारौं वर्ष पुरानो जुन हाम्रो सभ्यता सम्पदा छ त्यसलाई नजोगाइकन हामी विकासमा चाहिँ जान सक्दैनौँ। नेवा भनेको जात होइन, नेवा भनेको समुदाय हो। पार्टी सिस्टम नै यस्तो छ कि त्यहाँनिर पार्टीले भनेको कुरा पार्टीको एउटा संयन्त्रको लागि काम गरिदिनै पर्छ। त्यही भएर चाहिँ स्थानीय सरकारमा चाहिँ जो व्यक्ति आउँछ त्यो चाहिँ स्वतन्त्र भयो भने उसले कुनै पार्टीलाई फेभर गर्न पर्दैन अथवा अर्को कुनै पार्टीलाई विरोध पनि गर्दिन पर्दैन। उहाँहरू विकासभन्दा अरू काममा बिजी हुनु भएर चाहिँ काम गर्न गाह्रो भयो। मान्छे चाहिँ असल हुनु पर्यो, विकास प्रेमी हुनु पर्यो, साँच्चीकै सक्षम चाहिँ व्यक्ति भयो भने चाहिँ काम गर्न सक्छ। जस्तै मेरो बुवा डक्टर, दाइ चाहिँ सीए फाइनेन्सतिरको, दिदी चाहिँ पेन्टिङतिर कला। सायद मेरो फ्यामिलीमा ग्रुमिङ पनि त्यस्तै भयो होला कि हरेक क्षेत्रको चाहिँ ज्ञान दिनलाई मेरो पारिवारिक हिसाबले। तपाईँलाई पैसाको आवश्यकता पर्दैन, पैसा कमाउनु पर्दैन, तपाईँले त भ्रष्टाचारमा फस्न सक्नुहुन्छ नि त बलेन्जी भन्दाखेरि तपाईँ यसको उत्तर कसरी दिनुहुन्छ? के नि त भोट गर्नुभन्दा अगाडि पैसा लेनदेन गरेर 5 वर्ष त उसैले धुलो खेप्नु पर्छ, उसैले फोहोर खेप्नु पर्छ, उसैले बागमती गनाएको सुँग्नु पर्छ, उसैले सरकारी कार्यालयमा लाइन बस्नुपर्छ। वैकल्पिक शक्तिहरूमा पनि के एउटा कमी कमजोरी भइदियो भन्दाखेरि एउटा वैकल्पिक शक्तिले अर्को वैकल्पिक शक्तिको अस्तित्वलाई नमान्दिने, अरूको कुराहरूलाई स्वीकार नगर्दिने हैन, यसमा पनि जिद्दी गर्ने। हाम्रो शिक्षा नीति चाहिँ कस्तो छ भन्दाखेरि हाम्रो पौराणिक विद्या हुनु पर्यो र प्रविधि चाहिँ एकदमै समाजमा भइरहेका कुराहरूको बारेमा, विकासका कुरादेखि लिएर सबै राजनीतिक विषयहरू, पोलिसीको कुराहरू गर्ने चाहिँ सांसदले हो, आफ्नो आवाज उठाउने, पोलिसी लेभलमा केही चेन्ज ल्याउने हो। तर स्थानीय निकाय भनेको चाहिँ तपाईँको काम गर्ने ठाउँ हो। यहाँनिर राजनीति गर्ने भन्दा पनि तपाईँको त्यहाँनिरको स्वास्थ्यको स्थिति के छ त्यसलाई सुधार गर्ने, शिक्षाको स्थिति के छ सुधार गर्दै, ट्राफिकको स्थिति, इन्फ्रास्ट्रक्चरको स्थिति हैन, फोहोर व्यवस्थापनको कुराहरू गर्ने हैन, त्यो सबै कुराहरू गर्नलाई चाहिँ त्यो एक्जिक्युटिभ पोस्टमा चाहिँ तपाईँको यी विषय सबै बुझेको व्यक्ति अथवा त्यो बुझ्न सक्ने, त्यसलाई कार्यान्वयन गर्न सक्ने, आफैले केही डिसिजन